नमस्कार साथीहरू, केशवराज ब्लग युट्युब च्यानलमा स्वागत छ। आज हामी किता र कामी शब्दबाट बन्ने वाक्यहरूको बारेमा सिक्नेछौँ। यदि तपाईँ मलेसियामा हुनुहुन्छ भने, मलेसिया भाषा सिक्दै हुनुहुन्छ भने यो भिडियो चाहिँ तपाईँको लागि निकै नै महत्त्वपूर्ण हुनेछ। सो साथीहरू, यो च्यानलमा पहिलोचोटि आउनुभएको छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकनलाई प्रेस गर्नुहोला। मले भाषामा किता र कामी बिचको मुख्य फरक। किता भनेको हामी, श्रोतासहित तपाईँ पनि समावेश हुनुहुन्छ। कामी भनेको हामी, श्रोता बाहेक तपाईँ समावेश हुनुहुन्न। मले भाषामा किता र कामी भनेको हामी हो। मले भाषामा किता भनेको हामी, कामी भनेको हामी, तर यी दुईवटा शब्दमा अलिकति फरक छ है साथीहरू। सुरुदेखि अन्त्यसम्म हेर्नुहोला, बिचमै छोडेर जानुहुन्छ, त्यही भएर बुझ्न गाह्रो हुन्छ। मले भाषामा किता भनेको हामी, श्रोतासहित तपाईँ पनि समावेश हुनुहुन्छ। किता पिगी किर्जा स्काराङ, हामी अहिले काममा जाउँ। किता मकान वर्षामा, हामी सँगै खाना खाउँ। किता तुङ्गु दिया, हामी उहाँलाई पर्खौँ। किता बाले रुमा डुलु, हामी पहिले घर फर्कौँ। किता ब्लाजा भाषा मलायु, हामी मलाई भाषा सिकौँ। किता भनेको हामी। किता शब्दको प्रयोग बोल्ने मान्छे र सुन्ने मान्छे र त्यहाँ भएका सबै मान्छे एकै साथमा केही काम गर्दाखेरि किता शब्दको प्रयोग गरिन्छ। जस्तै किता पिगी किर्जा स्काराङ, हामी अहिले काममा जाउँ। उदाहरणको रूपमा भन्दाखेरि म बोलिरहेको छु, तपाईँ सुनिराख्नु भएछ र अरू साथीहरू पनि छन्। सबैजनालाई समेटेर भन्दाखेरि किता शब्दको प्रयोग गरिन्छ। जस्तै किता पिगी किर्जा स्काराङ, हामी अहिले काममा जाउँ। किता भनेको हामी, पिगी भनेको जानु, किर्जा भनेको काम, स्काराङ भनेको अहिले, मकान भनेको खानु, वर्षामा भनेको सँगै, तुङ्गु भनेको पर्खनु, दिया भनेको उनी अथवा उहाँ, बाले भनेको फर्कनु, रुमा भनेको घर, डुलु भनेको पहिले, ब्लाजा भनेको सिक्नु, भाषा भनेको भाषा। मा बुझ्नुपर्ने कुरा के रहेको छ भने किता भनेको हामी। किता भन्दाखेरि बोल्ने मान्छे, सुन्ने मान्छे र त्यहाँ सँगै भएका मान्छेहरूलाई सबैलाई समेटेर हामी भन्दाखेरि किता शब्दको प्रयोग गरिन्छ। साथीहरू, अहिलेसम्म यो भिडियोलाई लाइक गर्नुभएको छैन भने लाइक गर्नुहोला र कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला। कृपया साथीहरू मसँगै बोल्ने प्रयास गर्नुहोला। किता पिगी किर्जा स्काराङ, हामी अहिले काममा जाउँ। किता मकान वर्षामा, हामी सँगै खाना खाउँ। किता तुङ्गु दिया, हामी उहाँलाई पर्खौँ। किता बाले रुमा डुलु, हामी घर फर्कौँ। किता ब्लाजा भाषा मलायु, हामी मले भाषा सिकौँ। मले भाषामा किता भनेको हामी, श्रोतासहित तपाईँ पनि समावेश हुनुहुन्छ। किता बिन्चाङ सामा, हामी सँगै छलफल गरौँ। किता बुवाट किर्जा इने, हामी यो काम गरौँ। किता पिगी पसार, हामी बजार जाउँ। किता मिनुम कोपी, हामी कफी पियौँ। किता रेहात सिकिजाप, हामी केही बेर आराम गरौँ। मले भाषामा किता भनेको हामी, श्रोतासहित। किता भनेको हामी, बिन्चाङ भनेको छलफल गर्नु, सामा भनेको सँगसँगै, बुवाट भनेको गर्नु, किर्जा भनेको काम, इनी भनेको यो, पिगी भनेको जानु, पसार भनेको बजार, मिनुम भनेको पिउनु, रेहात भनेको आराम, सिकिजाप भनेको केही बेर अथवा एकछिन। मले भाषामा किता भनेको हामी, बोल्ने मान्छे र सुन्ने मान्छे र त्यहाँ भएका वरिपरिलाई सबैलाई समेटेर कुरा गर्दाखेरि किता हामी भनेर प्रयोग गरिन्छ। कामी भनेको हामी, श्रोता बाहेक तपाईँ समावेश हुनुहुन्न। कामी जुम्पा दिया सेमालम, हामी उहाँलाई हिजो भेट्यौँ। कामी मासुक सेकाराङ, हामी अहिले भित्र जाँदैछौँ। कामी कुलवार अवल, हामी चाँडै निस्कन्छौँ। कामी बिन्चाङ सामा, हामी सँगै छलफल गर्छौँ।
कामी बुवाट किर्जाइनी हामी यो काम गर्छौँ। कामी भनेको हामी श्रोता बाहेक तपाईँ समावेश हुनुहुन्न। उदाहरणको रूपमा भन्दाखेरि म बोलिरहेको छु भने तपाईँ सुनिराख्नु भएछ र अरू पनि साथीहरू छन्, तर त्यसमा सुन्ने मान्छेलाई छोडेर कुरा गर्दाखेरि कामी शब्दको प्रयोग गरिन्छ। जस्तै कामी जुम्पा दिया सेमालम हामी उहाँलाई हिजो भेट्यौँ। हामी भन्दाखेरि म र मसँग भएका साथीहरू, तर सुन्ने मान्छे तपाईँ हुनुहुन्छ भने तपाईँ यसमा समावेश हुनुहुन्न। त्यस अवस्थामा कामी शब्दको प्रयोग गरिन्छ। अर्को उदाहरणको रूपमा भन्दाखेरि जस्तै म छु र मेरो साथीहरू छन् र मेरो बोस छ। अब त्यस अवस्थामा कामी जुम्पा दिया स्मालम म बोसलाई भने कामी जुम्पा दिया स्मालम हामी उहाँलाई हिजो भेट्यौँ, तर बोस चाहिँ भेट्न गएन नि। हो, त्यो अवस्थामा बोस चाहिँ श्रोता र सुन्ने मान्छे भेट्न गएन नि, हामी साथीहरू मात्रै भेट्न गयौँ। हो, त्यो अवस्थामा कामी शब्दको प्रयोग गरिन्छ। कामी जुम्पा दिया स्मालम हामी उहाँलाई हिजो भेट्यौँ। कामी मासुक स्काराङ हामी अहिले भित्र जाँदैछौँ। सुन्ने मान्छेलाई छोडेर कुरा गर्दाखेरि कामी शब्दको प्रयोग गरिन्छ। साथीहरू, मलेसियाको बेसिक शब्दहरूको बारेमा सिक्न चाहनुहुन्छ भने आई बटनमा भिडियोको लिङ्क हालिदिएको छु। त्यो लिङ्कमा क्लिक गरेर बेसिक शब्दहरूको बारेमा सिक्न सक्नुहुनेछ। मले भाषामा कामी भनेको हामी श्रोता बाहेक तपाईँ समावेश हुनुहुन्न। कामी नाइक बस हामी बसमा चढ्छौँ। कामी इकुत दिया हामी उहाँसँग जान्छौँ। कामी बिली मकानन हामी खाना किन्छौँ। कामी पिगी सामा सामा हामी सँगै जान्छौँ। कामी बोले मुला स्काराङ हामी अहिले सुरु गर्न सक्छौँ। नाइक भनेको चढ्नु, इकुत भनेको जानु पछ्याउनु, दिया भनेको उहाँ, बिली भनेको किन्नु, मकानन भनेको खाना, पिगी भनेको जानु, सामा सामा भनेको सँगसँगै, मुला भनेको सुरु गर्नु, स्काराङ भनेको अहिले। किता भनेको हामी, कामी भनेको हामी। यी दुईवटा शब्दमा के फरक छ भन्दाखेरि किता भनेको म र सुन्ने मान्छे, भनौँ न बोल्ने मान्छे र सुन्ने मान्छे र त्यहाँ भएका मान्छेहरू सबैलाई समेटेर कुरा गर्दाखेरि किता शब्दको प्रयोग गरिन्छ। कामी शब्दको प्रयोग हामी छौँ तर तपाईँ हाम्रो समूहमा हुनुहुन्न, त्यस अवस्थामा प्रयोग गरिन्छ। र यो थम्बनेलमा पनि हेर्न सक्नुहुनेछ। ता भनेको तपाईँ समेत समावेश भएको, कामी भनेको तपाईँ बाहेक बहिष्कृत भनेको, हामी छौँ तर तपाईँ हाम्रो समूहमा हुनुहुन्न, त्यस अवस्थामा कामी शब्दको प्रयोग गरिन्छ। साथीहरू, आजको भिडियो कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रियाको लागि कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला। र यो च्यानलमा पहिलोचोटि आउनुभएको छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकनलाई प्रेस गर्नुहोला।